सम्पूर्णमा नमस्कार। म ध्रुव विक। आज म यो तकसेरा गाउँको बारेमा केही वर्णन गर्न गइरहेको छु। यो तकसेरा गाउँ पुथा उत्तरगङ्गा गाउँपालिका वडा नम्बर 10 स्थित गाउँपालिका केन्द्रमा रहेको गाउँ हो। यो गाउँलाई अहिले स्थानीय सरकारले तकसेरा ऐतिहासिक जीवित सांस्कृतिक संग्रहालयको रूपमा नामाकरण गरी यसलाई चाहिँ संग्रहालयको रूपमा विकास गर्दैछ। यो गाउँमा हामी हेर्ने बेलामा थोरै घर देखे पनि यो एक सानो देखिए पनि यहाँ करिब 600 वटा घर छन् र यो घरहरू सबै आपसमा जोडिएर बसेका छन्। यो घरहरू जसरी जोडिएर बसेका छन् त्यसै गरी यो ठाउँमा बस्ने मानिसहरूको मन पनि जोडिएर बसेको छ। यो ठाउँलाई किन ऐतिहासिक भनिन्छ भने यो गाउँको रूपरेखा आजभन्दा 100 वर्ष अगाडि जस्तो थियो अहिले पनि हामी त्यस्तै देख्छौँ र यो गाउँको भित्र रहेका जति पनि संरचनाहरू छन् आजभन्दा 100 वर्ष पहिले जस्तो थियो आज पनि हामीले त्यही अवस्थामा देख्छौँ। यो ठाउँमा अझै पनि 50 वर्ष पहिले भाषा, संस्कृति, रहन सहन, वेशभूषाहरू हामीले जीवन्त देख्छौँ। त्यसैले यसलाई ऐतिहासिक गाउँ भनिन्छ। यसलाई जीवित किन भन्ने भने यहाँको संस्कृति, रहन सहन, वेशभूषा अझै पनि जीवन्त छन्। यहाँको यो घरहरूको स्वरूप संरचनाहरू अझै पनि 100 वर्ष पुरानो जीवन्त छ। यो गाउँमा छुट्टै किसिमको संस्कार रहेको छ। यहाँ आउने पाहुनाहरूलाई गरिने सम्मान होस्, यहाँ मनाइने चाड पर्व, संस्कृति, रीतिरिवाज हुन्, यो छुट्टै किसिमको छ ताकि यहाँ मान्छे आइसकेपछि फेरि पनि फर्केर आऊ लाग्ने खालको यो ठाउँको वातावरण रहेको छ। यो अहिले पछिल्लो समय लुम्बिनी प्रदेशमा नै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास भएको गाउँ हो। यो गाउँ हामी भित्र गइसकेपछि निकै सुन्दर र सफा देख्न सक्छौँ। जुन तरिकाको ढुङ्गाको घरहरू, त्यसपछि माटोको छानोहरू, त्यसपछि मकै आलुहरू राखेको त्यो ढोग्राहरू, ती सबैले यो गाउँलाई अति सुन्दर बनाएको छ। यो गाउँमा नै हो घर जवाई फिल्म सुटिङ भएको। यहाँ घर जवाई फिल्म लगायत अन्य थुप्रै म्युजिक भिडियोहरू पनि सुट भइसकेका छन्। यो ठाउँमा एकचोटि न एकचोटि तपाईँहरू पनि अवश्य घुम्न आउनुपर्छ, किनकि हामी यहाँ हाम्रो इतिहास, पुर्खा, हाम्रो वेशभूषा, संस्कृति, रीतिरिवाजले आफ्नै आँखाले जीवित देख्न सक्छौँ। हस्त, धन्यवाद।